गाना पनि ठ्याक्कै भनेर सुरु हुने होला जाउँ दोबारा हिँड्नु बाटो माग्नु तिर्नु छोड्दैन बाटो जाउँ जाउँ कस्तो बाटो थियो कस्तो भयो यार यहाँ टर्न हेर्नु न कस्तो थियो यहाँ अझ यो घुम्ती राम्रो छ हेलो हेर्नु यहाँ तलबाट उकासेको यतिको भएको नि तल खोलाबाट उकासेको हेर्नु न यहाँ कति उकालो थियो सबभन्दा उकालो यहाँ थियो नि यिनीहरूलाई बनाउनु त सबभन्दा झ्याउ त यहीँ भयो होला है त्यसबाट खुल्ला राख्नु नमस्कार आराम हजुर ठिकै छ हजुर यहाँको इन्चार्ज रेनी सिजन अघि छैन उहाँ रोमानी है कहाँ भइसक्यो अरे शिक्षक आन्दोलनको बेलामा जाउँ जाउँ अनिल पनि त्यतै होइन हो त्यो अनिलले लिएर आयो होइन होला नि अब बाटो बिच भएर बिग्रेन अन्त भयो बाटो त दामी बनाएछ यहाँ पनि तलबाट उकासेको घुम्ती पुर्याउनलाई मेरो त पिजै भइसकेछ अनि ल पिच सुरु भयो हेर्नु अनि यतिकै भयो अन्त अर्को वर्षतिर आउँदाखेरि त काठमाडौँबाट आएर एउटा गाडी निकालेर गाडी निकालेर जिपे चाहिएन अब टिपरे वहाँ पुगिसक्यो लाइन जाने हाम्रो होला नि पछि हान्नु पऱ्यो नि यो टर्न अलिकति छ हेर आउँदाखेरि जहिले त्यो कमला मिसलाई याद गर्थ्यो कता हुनुहुन्छ कमला मिस अहिले उहाँहरूको बसाइ तल सानोतिर छ सबै चेन्ज भएछ नि गुरुजीहरू यसमा ड्राइभर गर्न पनि यहाँ पावर लाउनु पर्छ अनि गीत फेरि त्यस्तै छ ठ्याक्कै यहाँनिरको खाल्डा यस्तो कति बिजोग थियो है यहाँनिर झरना झर्यो झर 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 झर
मङ्की हिल जाने भन्दैन राम्रो बाटो है ऊ लाइन गरेर लागिसक्यो हेर्नु क्वालिटी टेस्ट गर्दैछ यो घुम्थ्यो हेर्नु अस्ति बिजोग तीन पटक ब्याक गर्नु पर्थ्यो हुँदो रहेछ त यार गरेपछि होइन अब पोखरा जानलाई ट्याक्सी गाउँबाटै डाइरेक्ट हेर्नु न यहाँ उकालै छैन अहिले पहिला ठाड्दै थियो बाइक त सबैले कुदाउने कि म त के अरे सानो काठमाडौँ बाइकमै गएर आउनेहरूलाई चाहिँ माने हो यहाँको धाराको सबभन्दा उस त यहाँनिर हो नि त झन् होइन बिजोग यो बाटो खनेपछिबाट त यो पहिरो झर्न नि छोडेछ यार पारी हेरेर सबै घाँस पलाएछ नत्र जहिले पहिरो झरेर बसिन्छ यहाँ हेर्नु कति ठाडो थियो यहाँ माथि त्यो बाटो यो डाँडामा थियो कि पहिला हो त्यत्रो काटेर नि तल बनाइदिएको चिज गरेपछि त यतातिर झन् आइदिनु हो यहाँ माथि ग्राउन्ड छ फुटबल ग्राउन्ड त्यसको बाटो हो ल हेर्नु यहाँ पोखरी देउरालीको बाटो पनि त्यो पनि हुँदैछ अस्ति कटिङ गर्ने त्यो पनि पिच गरिदियो भने त अनि अलिक डेन्जर छ भन्दा पहिरो झर्न खतरा ऊ झरिसक्यो हेर्नु न ए अँ त नि त्यत्रो काटेर नि झरे है यहाँ त झर्छ अझै केही समय यहीँ त थियो नि सुन्दराको मूल पानी कहाँको हो भनेको तलतिर निस्कियो होला पानी त तल निस्किन्छ भन्दै खोला तल हेर न खोलै जस्तो निस्किएर आयो तल अटुट पानी निस्किन्थ्यो नि त्यहाँ त हिमाल आएको यहाँबाटै भित्र देखिएछ हाम्रो केटाकेटीहरू त्यही बेला नि हिमाल निस्किएन एकछिन होल्ड भरि झरेको पहिरो रहेछ नि त दस मिनट नलाग्दो रहेछ के लाग्थ्यो सबै सर भयो त ठ्याक्क उहाँ घरसम्म 5 किलोमिटर त हो नि थोरै अझ कति छ कति
कन्स्ट्रक्सनको सर नमस्कार आराम हजुर बस होला उहाँ चाहिँ यहाँको भेहिकल इन्चार्ज टिमुरेको भिड हेर्नु यहाँ कस्तो थियो बाटेको घर जोगिए जोगिँदा जोग्यो उहाँ कहाँ पुग्यो हेर्नु न कटिङले माथि भयो पहिला बाटो त्यो ढोका बाटो थियो कि त्यो लेभल बाटो थियो कि जाउँ 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 हामी जाउँ हेरेछ पछाडिपट्टिबाट पिल्लर लगाएर हाल्यो भने त ठिकै हुन्छ ए बाबा चिन्नुभयो काजी दाई ए हो र होइन काजी दाई त पहिला त अलि पातले भयो जस्तो लाग्थ्यो त बुढो पिच त यता पनि हानेको रहेछ त मासतिर नै हानिसक्यो ठाउँ ठाउँमा चिज गर्दाखेरि एकहोरो किन नहान्ने मिलाएको हो पुरा छ हाम्रो घर यता हो अहिले पछि उकालोको फिलै भएन है कतै ठुलो बा देउरालीको बाटो प्रेमचुल्टीको घरको उल्टो पऱ्यो यार यहाँको उकालो याद छ हजुरलाई चिप्लो त्यही भनेको त गोताधान अहिले गाउँतिरबाट जीवहरू झर्न छोड्यो कि आउँछ एकछिनमा झर्ने बाँकी छ टाइम भएको छैन नि अन्त कस्तो अहिले नि त्यही पहिला जस्तै बिहान जाने बेलुका फर्किने त्यही हो बुढो एकैपालि आउँछन् सबै यहाँको खाल्टा चाहिँ यत्तिकै रहेछ है यतै गरेर जाने के फर्स्ट होला त्यहाँ त्यस्तो रहेछ जाउँ यता त पानीमा त फस्दै डरलाई छैन हिलो छ्याप्नुभन्दा आरामले हिँड्नु ल्याम्बा गाड्यो भने तनाव देउरालीको खरवाडी डाँडालाको गाडीको बाटोले कस्तो मजाले घुमाइदिएछ यो उकालो हेर्नु न चलाउनेहरूको पैसा कति छ हो पहिला हो अहिले त बराबर
काम पाउनु नै ठुलो कुरो रहेछ यो कन्स्ट्रक्सनमा त यो भित्ता त चिन्नै नसक्ने भनेको छ। गिटी कति बाक्लो छ हेर्नु न यहीँसम्म हो क्या यहीँ हो हामी यहीँ आइसक्यो सुई उता गएर अलि उता टर्न गर्नु फर्काउनु त्यहाँ राखेर एकछिन त्यहाँ पसेर अनि आऊ अनि हामी तल जाउँला यहीँबाट